हजुरहरूलाई क्रिएटर रिवार्ड प्रोग्राम भएको आइडी कसरी बनाउने भनेर मैले भनिसकेँ अगाडि पनि, थमेलमा पनि हेर्नुभयो होइन। अब कसरी बनाउने त अब म यो स्क्रिन रेकर्ड मार्फत हजुरहरूलाई सिकाउँदैछु कसरी बनाउने भनेर। नेपालबाटै VPN युजै गर्नु पर्दैन हजुरहरूको, एकदम सके यो नेपालको आइडी है, नेपालको आइडी हो। यसमा टिकटक स्टुडियोमा जाँदाखेरि मेरो चाहिँ ल हेर्नुहोस्, यसमा छैन, अब हुँदैन, यो नेपालको आइडी हो है, लोकेसन चेन्ज नगरिकन बनाएको आइडी हो, हुँदैन होइन, हुँदैन। अब म हजुरलाई अर्को आइडी बनाएर देखाउँदैछु, नयाँ आइडी हजुरलाई नेपालबाट कसरी बनाउने त है। यसको लागि अब हजुर यो आफ्नो प्रोफाइलमा जानुहोस्, केही छैन प्रोफाइलमा जानुहोस्, पुरानो आइडी हुन्छ त्यसबाट अब त्यो भयो भने के भयो, अर्को नयाँ आइडी बनाउने अनि क्रिएटर रिवार्ड प्रोग्राम भएको होइन। अब म यहाँ 3 डटमा जानुहोस्, पहिला सेटिङ एन्ड प्राइभेसीमा जानुहोस्, हजुर नयाँ एकाउन्ट खोल्दै हुनुहुन्छ होइन। लगआउटमा जानुहोस्, लगआउटमा जानुहोस्, लगइन गर्ने हो। अब यहाँनिर मेरो आइडी देखायो होला यो आइडी होइन। अब हामीले के गर्ने हो, नयाँ एकाउन्ट बनाउने। नयाँ एकाउन्ट बनाउने भनेपछि एड एनदर एकाउन्टमा जानुहोस्। अब यहाँ तल हेर्नुहोस्, ध्यान दिनुहोस्, बाई काउन्टिङ विथ एकाउन्ट लोकेसन इन साउदी अरेबिया। म साउदी अरेबियाबाट लोकेसन गरिरहेको बनाइरहेको छु है त। यो एग्री टु टर्म एन्ड सर्भिस एक्नोलेज द्याट यु हेभ रेड योर प्राइभेसी पोलिसी भनिरहेको छ। अब तपाईँले कहाँ धाउनुहोस्, यो साउदी अरेबिया लेखेको ठाउँमा धाउनुहोस्, साउदी अरेबिया लेखेको ठाउँमा धाउनुहोस्। अनि हजुरले यहाँ कहाँको लोकेसन राख्ने रे, जापानको होइन, जापानको या साउथ कोरिया या कोही देशको होइन। म जापानको लोकेसन राखेर देखाउँछु ल है त। जापान 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 यहाँ छ होइन। ल अब म यहाँ जापानको लोकेसन आयो है त। अब हामीले यसलाई लगइन गर्नुपर्छ, माथि के भने लगइन टु टिकटक भनिरहेको नि। अब हामीले टिकटकमा लगइन गर्ने, हामीले केबाट लगइन गर्ने, इमेलबाट है त। इमेल युज फोन नम्बरबाट जेबाट नि गरे नि हुन्छ। अहिले चाहिँ इमेलबाट गरौँ सबैभन्दा राम्रो। पहिला इमेलबाट एकदम राम्रो हुन्छ होइन। पहिला तपाईँ इमेलबाट गरिसकेपछि के हुन्छ भने पछि तपाईँले नम्बर भेरिफाई गर्न पनि मिल्छ, इमेल आइडी चेन्ज गर्न पनि मिल्छ यो आइडीमा, बुझ्नुभयो नि। अहिले इमेलबाट गरौँ है त। इमेलबाट जाउँ, इमेल हानौँ, इमेलबाट जाउँ होइन। इमेल हानौँ हामीले इमेल। मैले चाहिँ भर्खरै नयाँ आइडी बनाइसकेको छु, नयाँ आइडी बनाइसकेको छु होइन। नयाँ आइडीको लागि मैले लक्ष्मी KUM लक्ष्मी कुमार 92696 @gmail.com। यो मेरो है, यो नयाँ फ्रेस हो, फ्रेस इमेल आइडी बनाएको मैले है। कन्टिन्यू गरौँ, के भन्यो यहाँ, अच्छा भयो, क्रिएट अ न्यू एकाउन्ट भनेपछि युजर नेम राख्ने हो क्या हाम्रो त। के यहाँबाट फ्रेस आइडी बनाउनु पर्दो रहेछ जस्तो छ मलाई चाहिँ। इमेलमै फोन नम्बर एकछिन है त, यहाँ इमेलमा जाउँ, वाइनीको इमेल हानौँ, यहाँले लक्ष्मी KUMAL लक्ष्मी कुमार। यसो ब्याक जाउँ है त, यसो ब्याक जाउँ, यस्तो गरौँ, कुमाल 926
gmail.com यो नयाँ हो यो भएन होइन एकाउन्ट डजन्ट एक्जिट भएन भने हजुरले यस्तै राख्नु छोड्नुहोस् होइन क्रिएट न्यू एकाउन्टमा जानुहोस् है हजुर केमा आउनुभयो क्रिएट न्यू एकाउन्ट भनेको त्यही एकाउन्ट हो हजुरको होइन जिमेल एकाउन्ट होइन कन्टिन्यू गर्नुहोस् क्रिएट न्यू एकाउन्टमा आएर यसलाई अब हजुरले यहाँ पासपोर्ट राख्नुहोस् यो भनेको टिकटकको पासपोर्ट हो कि यो होइन पासपोर्ट राख्नुहोस् अब मैले यहाँ सिम्पल पासपोर्ट राख्दैन LAXMI लक्ष्मी हेर्न नि सकिन्छ लक्ष्मी अनि एउटा यो साउन्ड भनेको छ @12 यति राख्दै होइन अब हजुरको डेट अफ बर्थ भनेर आएको छ होइन डेट अफ बर्थ जति अब डेट अफ बर्थ राख्नुहोस् होइन डेट अफ बर्थ राखौँ होइन 2003 यति राख्दै होइन कन्टिन्यू गरौँ है त 2000 मार्च 3 हजुरले यही हो त हजुरको यो उमङ्ग लक्ष्मी 12 भनेको होइन यो जिमेल आइडी तपाईँले नयाँ बनाउनु भएको थियो नि त यसलाई सेभ गरौँ अब हजुरले यहाँ के बनाइराख्नु भएको अगाडि पछिबाट मैले कस्तो बोलेको कि हजुरले टिकटकको बनाइराख्नु भयो टिकटकको पासपोर्ट राख्नुभयो अब हजुरले निक नेम राख्नुहोस् होइन निक नेम राख्दाखेरि हजुरले चाहिँ निक नेम राख्नुहोस् होइन मैले यहाँ LAXMI लक्ष्मी मात्र राखेँ होइन अब कन्टिन्यू गरौँ होइन अब आइडी चाहिँ बनिसक्यो है ल आइडी बनिसक्यो होइन अब तपाईँले हेर्नुहोस् प्रोफाइलमा जानुहोस् यो हजुरको लक्ष्मी आइडी बन्यो अब होइन अब हामीले यसको अपलोड गरेर हेर्नु भने चाहिँ यहाँ पहिला हामी टिकटक स्टुडियोमा जान्छौँ अब हजुर टिकटक स्टुडियोमा जानुहोस् अब केही छैन नि अब तल हेर्नुहोस् भयो नि क्रिएटर रिवार्ड प्रोग्राम भएको आइडी भयो नि फेरि गुगल आइडी बनाउनु पऱ्यो हजुरले जिमेल आइडी अनि जिमेल आइडी बनाएपछि ट्याक्क जस्तो गरेछ त्यसरी जानु पऱ्यो है त होइन भयो नि अब हजुरहरूलाई यो भयो नि त अब हजुरहरूले यस्तो भिडियोको लागि लाइक गर्नुहोस् सब्सक्राइब गर्नुभयो भने सब्सक्राइब गर्नुहोस् अनि कमेन्ट गर्नुहोस् हजुरहरूलाई अझै के सिकाउनु पऱ्यो है त आइडी यो बनिसक्यो होइन अब यसमा म देखाउँछु हजुरले चेक